2, 3, go. ढाडमा झस्का पसेर समस्या, ढाड दुख्ने समस्या म्याक्सिमम कमन अहिले चाहिँ हाम्रो चाहिँ धेरै बिरामी वर्गमा चाहिँ देखेको छु। वास्तवमा यो चाहिँ के कारणले हुन्छ त? अब हामीले चाहिँ प्रोपर पोस्चर मेन्टेन नगरेर हो कि लाइफस्टाइललाई चाहिँ ध्यान नदिएर हो कि त्यसले गर्दा चाहिँ हामी अल अफ सडनली चाहिँ ढाडमा झस्का पस्ने समस्या चाहिँ एकदम अहिले व्यापक रूपमा चाहिँ धेरै बिरामी वर्गमा चाहिँ मैले देखेको छु। त्यसमा चाहिँ वास्तवमा चाहिँ हाम्रो चाहिँ लाइफस्टाइलको कुरो नै सबभन्दा इम्पोर्टेन्ट आउँछ। हामी कुनै पनि एक्टिभिटी गर्दाखेरि, जस्तै हामी चाहिँ धेरै बेरसम्म बसिरहेको छौँ भनेपछि उठ्दाखेरि हामी चाहिँ कसरी उठ्ने त, कुन ब्यालेन्स मिलाएर उठ्ने त, कसरी आफ्नो पोस्चरलाई ध्यान दिएर उठ्ने त, त्यो हामी चाहिँ प्रिपेयर्ड भइसकेका हुँदैनौँ। जस्तै केही कुरो सामान तल खसिरहेको छ, त्यसलाई टिप्नु पर्यो भन्दाखेरि हामी सबभन्दा पहिले चाहिँ माइन्डलाई बडीसँग कोअर्डिनेट गरेर अनि बल्ल हामी चाहिँ त्यो उठाउनको लागि चाहिँ प्रिपेयर्ड हुनुपर्छ। त्यो प्रिपेयर्ड नभएको कारणले गर्दा के हुन्छ भन्दाखेरि तपाईको त्यो वरिपरिको मसल्स चाहिँ प्रोपर रूपमा चाहिँ एक्टिभ भइसकेको हुँदैन। त्यो नभइदिएपछि के हुन्छ भन्दाखेरि त्यो मसल्सको लागि त्यो वर्क चाहिँ नयाँ हुन्छ र मसल्स तपाईको तन्केर जान्छ। तन्केर गएपछि अल अफ सडनली झस्का पस्छ र तपाईँ उठ्न जुन ठाउँमा बस्नु भएको छ त्यहाँबाट तपाईँलाई उठ्नै दिँदैन, कक्रक्क बनाइदिन्छ। कक्रक्क बनाइदिएपछि तपाईँले चाहिँ उठ्न बस्न गाह्रो बनाउँछ र अल अफ सडनली तपाईँलाई चाहिँ कम्प्लिट बेड रेस्टमा जानुपर्ने कन्डिसन आउँछ। त्यसले गर्दा चाहिँ हामी चाहिँ एउटा मेन कुरामा के ध्यान दिउँ भन्दाखेरि हामी दिनभरिमा जति पनि एक्टिभिटी, मुभमेन्ट, कामकाज गर्छौँ सबभन्दा पहिले आफ्नो बडीलाई प्रिपेयर गर्नुहोस् त्यो कामको लागि। त्यो बडी तपाईँको बडीलाई चाहिँ एक्टिभ बनाउनुहोस् त्यो कामको लागि। अनि बल्ल तपाईँले चाहिँ त्यो एक्टिभिटीबाट त्यो मुभमेन्ट गर्नुहोस् ताकि तपाईँको त्यो मसल्सले प्रोपर काम गरोस् र तपाईँले त्यो समस्याबाट घरमै बिस्तारै जोगाउन सकोस्।